Hello guys, स्वागत छ तपाईँहरू सबैजनालाई मेरो मिनी ब्लगमा सबैजना प्रवेश क्रिस्टको नाममा चाहिँ मसी हजुर सबैजना राम्रो हुनुहुन्छ आशा गर्दछु म पनि एकदमै राम्रो छु र म चाहिँ अहिले छतमा बसिरहेको छु अनि छतमा आएर अनि मैले यहाँ एउटा फुलको बोर्डलाई हेर्दै गर्दाखेरि मलाई केही कुराहरू तपाईँहरूको माझमा राख्न मन लाग्यो त्यस कारण म यो भिडियो बनाउँदैछु यसको वरिपरि आएर हुन्छ नि भँवराहरू मौरीहरू अनि आएर घुम्छ त यो काँडा मात्र भएको ठाउँमा मौरीहरू आएर घुम्दैन नि त अनि मान्छेहरूले वास्ता गर्दैन कठिनाइ अवस्थामा है यसको चाहिँ अहिले जिनको चाहिँ होइन काँडा मात्रै छ पात पनि सबै झरेछ होइन अनि यसको चाहिँ मौरीहरू होइन पुतलीहरू केही पनि घुम्न आउँदैन यसको वरिपरि जब फुल फुल्छ नि जब यसरी फुल फुल्छ मौरी पनि आउँछ पुतली पनि आउँछ होइन मौरी पुरा डुल्न आउँछ है अनि त्यसपछि जब फुल फुल्छ नि त पहिला त यस्तो यस्तो काँडो हुँदा त आउँथेन नि त अनि जब यस्तो फुल फुल्छ यस्तो राम्रो फुल फुल्छ त्यसपछि त अनि सबै आउँछ के समय छ है अनि अहिले यो काँडा छ भन्दामा यसलाई हेला गर्नु हुँदैन पछि यसको पनि समय आउँछ फुल्ने समय आउँछ त्यही भएर मान्छेहरू होइन सुरुमा कठिनाइ अवस्थामा दुःख अवस्थामा हुँदाखेरि मान्छेहरू वास्ता गर्दैन मान्छेहरू वरिपरि आउँदैन अनि त्यसपछि जब राम्रो हुन्छ यस्तो फुल जस्तो फुलेर हाम्रो जिन्दगी राम्रो हुन्छ नि फर इक्जाम्पल होइन यो फुल जस्तै सेम हाम्रो लाइफ चाहिँ वाउ देख्दाखेरि चाहिँ मान्छेहरू वरिपरि हुन्छ कि हाम्रो साथमा हुन्छ कि तर जब हामीलाई दुःख पर्छ जब हामीलाई सङ्कष्ट पर्छ हामीलाई समस्यामा पर्छ त्यो बेला चाहिँ हाम्रो साथमा कोही पनि मान्छे हुँदैन कि अनि कोही पनि हाम्रो साथमा हुँदैन कि मात्र हाम्रो प्रभु येशू चाहिँ हाम्रो साथमा हुनुहुन्छ सधैँभरि हाम्रो के भन्छ यो काँडा मात्रै हाम्रो जीवनमा चाहिँ के भन्छ समस्या हुँदा पनि जस्तो सुकै समस्या पनि जस्तो सुकै बाधा हुँदा पनि होइन जस्तो सुकै अवस्थामा पनि हाम्रो जीवन रुखो होस् होइन हाम्रो जीवन यो काँडाको जस्तै यसको फुल फुलेको छैन यस्तो काँडा हुँदा पनि हाम्रो कुनै पनि उन्नति प्रगति राम्रो नहुँदा पनि सधैँभरि चाहिँ हाम्रो परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ हामीले मान्छेले वास्ता गर्दैन नगरोस् केही फरक पर्दैन अरूले वास्ता गरोस् नगरोस् संसारको हामीलाई परमेश्वरले वास्ता गर्नुहुन्छ त्यति भइ पुग्यो हामीलाई परमेश्वरले वास्ता गर्नुहुन्छ हामीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ अनि उहाँले उहाँको समयमा असल कुरा हामीलाई जुटाउनुहुन्छ एउटा मात्र होइन दुईवटा मात्र होइन सबै कुरा उहाँले जुटाउनुहुन्छ तर सुरुमा चाहिँ उहाँको राज्यलाई खोजी गर्नु पर्यो उहाँको वचन अनुसार जिउनु पर्यो उहाँको हरेक वचन अनुसार चाहिँ आज्ञा पालन भएर चाहिँ आफ्नो जीवनलाई जिउनु पर्यो र परमेश्वरको योजना अनुसार चाहिँ आफ्नो जीवनलाई चाहिँ चलाउनु पर्यो अनि त्यसपछि चाहिँ हामीलाई चाहिँ के हुन्छ परमेश्वरले सबै कुरा दिनुहुन्छ हामी एकदम खुसी भएर हामी जिउनुपर्छ हामीले मान्छेले वास्ता गरोस् नगरोस् डोन्ट केयर एनीवन सो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भनिकन त्यो कुरा चाहिँ हामीले कहिल्यै बिर्सिनु हुँदैन धन्यवाद तपाईँहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस् होइन अनि खुसी बस्नुहोस् परमेश्वरको वचन अनुसारको जीवन जिउनुहोस् धन्यवाद जय मसी ह्याभ अ गुड डे ह्याभ अ ग्रेट डे बाई अब अर्को मिनी भ्लगमा भेटौँला है गाइज